नमस्कार सबैजनालाई। आज चाहिँ मलाई एउटा कुरा भनौँ, एउटा यो विषयवस्तु कुरा हजुरहरूसँग सेयर गर्न मन लाग्यो हैन। हजुरहरूलाई पनि त्यो विषयमा कस्तो लाग्छ हजुरहरूले भनिदिनुहोस् ल। के भन्दा नि यो संसारमा हामीलाई अब कोही पनि मान्छे आफ्नो बनाउन मन लाग्यो भने भौतिक कुराहरू दिएर चाहिँ भौतिक कुराहरूले चाहिँ अब हुन्छ नि खाना दिएर लाउन दिएर हुन्छ नि त्यस्ता चिजबिज दिएर चाहिँ कोही पनि मान्छे चाहिँ आफ्नो हुँदैन। मेरो विचारमा है त मान्छेलाई आफ्नो बनाउने भनेको नजिक पार्ने भनेको नजिक हुने भनेको चाहिँ हाम्रो व्यवहार हाम्रो बोली ले नै हो क्या। मान्छेलाई आफ्नो बनाउने भनेको चाहिँ भौतिक चिजबिजहरूले चाहिँ हुँदैन, कसैलाई पनि आफ्नो बनाउन सकिन्न। यही सन्दर्भमा चाहिँ म आज एउटा कुरा जोड्न चाहे है त। के कुरा भन्दाखेरि म चाहिँ सानो उमेरदेखि मलाई मेरो चाहिँ लेडी क्रसहरू क्या, कतिजना लेडी क्रसहरू हुने अनि सानै क्लासदेखि क्या लेडी क्रसहरू हुने अनि त्यो सम्भवै हुँदैन थियो क्या। जस्तै त्यो तत्कालीन अवस्थामा एकदम राम्रो लाग्थ्यो होइन। अनि मलाई अब त्यो मेरो साथी हुन पाए त कस्तो हुन्थ्यो होला नि जस्तो लाग्थ्यो। अनि त्यो असम्भव जस्तै हुन्थ्यो क्या। अब अर्को क्लासको हुन्थ्यो अथवा के हुन्थ्यो कसो हुन्थ्यो, जसरी भए पनि फेरि मलाई त्यस्तो मनदेखि त्यस्तो लागेको मान्छे साथी मेरो मसँग बेस्ट फ्रेन्ड भएरै छोड्थ्यो क्या। अब कति भन्दाखेरि सानो उमेरमा चाहिँ साथी थियौँ। सानो उमेरमा चाहिँ लाग्नु मलाई 6-7 क्लास पढ्दादेखि लाग्थ्यो होइन, त्यस्तो लाग्थ्यो। अनि 6-7 क्लास पढ्दादेखि एकजना त्यस्तो लाग्यो सुरुमा, अनि ऊ मेरो बेस्ट फ्रेन्ड भयो क्या लास्टमा। कसरी भयो के। अनि फेरि पछि अर्को स्कुल आएपछि फेरि अर्को स्कुल, त्यो पहिला मैले 8 क्लाससम्म मात्रै थियो, निमावि थियो हामीले पढ्दा चाहिँ। अनि पछि अब मावि 9-10 पढ्नलाई आउनु पऱ्यो नि त। अनि माथि अर्को स्कुल आएपछि चाहिँ फेरि पनि मलाई त्यस्तै लाग्यो क्या। अब राम्रा केटीहरू त कति हुन्छन् नि होइन, राम्रा मान्छेहरू कति हुन्छन् होइन, यो मेरो साथी त हुँदैन होला भन्ने लाग्थ्यो। तर लास्टमा मेरो साथी बेस्ट फ्रेन्डै भएरै छोड्थ्यो क्या। मसँग चाहिँ त्यस्तो छ अहिलेसम्म नै पनि। हुन्छ नि अब कोही मलाई यसरी मन पर्यो अनि कस्तो राम्रो लाग्यो, सबै कुरा राम्रो लाग्यो भने म त्यो मान्छेलाई आफ्नो बनाउँछु क्या है। त्यही कुरा सेयर गरेँ साथीहरू। आज चाहिँ मैले यो रेगुलर युजको लागि बनाएको पोते हो, पोतेको भिडियो लिएर आएको छु कसरी बनाउने भनेर। अब छिटै युट्युबमा पनि आउँदैछ यो डिटेलमा कसरी बनाउने भनेर चाहिँ होइन। हेर्नु होला हजुरहरूले कस्तो छ, राम्रो छ कि छैन भन्नु होला। अनि के भन्दाखेरि मेरोमा चाहिँ होलसेल र रिटेल दुवै अभाइलेबल हुन्छ है त्यस्तो पोते। यो पोते चाहिँ यो पोतेको बारेमा भन्नुपर्दा चाहिँ हजुरलाई कस्तो भन्दाखेरि यो मुगा पोतेमा हो, ओरिजिनल मुगामा हो। यो फेड आउट हुँदैन, यो खुइलेर जाँदैन, 100% ग्यारेन्टी मुगा पोतेमा। अनि बरु यो बुट्टाहरू बनाउँदाखेरि 100 धागोमा बनाउनु पर्छ क्या, जाँदैन। सानो बिड्स हुन्छ अनि सानो सियोले 200 धागोको जाँदैन। त्यसमा बरु हामीले भन्न सकिन्न होइन। तर फेड आउट चाहिँ कहिले हुँदैन क्या, उयो भएर चाहिँ जाँदैन, खुइलेर चाहिँ जाँदैन। हजुरहरूले टुक्क भएर लिनुभयो हुन्छ। रिटेल पनि अभाइलेबल छ अनि होलसेल पनि अभाइलेबल छ। हजुरहरूलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। अनि प्लस मेरो यो कोटेश्वरमा हो, यहाँ नजिकै कोही दिदीबहिनीहरूलाई यो पोतेहरू सिक्ने इच्छा छ होइन, म सिक्छु भन्नुहुन्छ भने चाहिँ मसँग कन्ट्याक्ट गर्नुहुँदा हुन्छ है त। कन्ट्याक्ट गरेर आउनुहुँदा हुन्छ, म सिकाइदिन्छु। कस्तो हुन्छ भन्ने नि साथीहरू, मेरो अनुभवमा है मैले यो पोतेहरू बनाउन थालेको धेरै भयो। लकडाउनतिरदेखि सुरु गरे हो। लकडाउनमा के गर्ने भनेर त्यो टाइमदेखि मैले पोतेहरू बनाउन सक्छु। पोहोर
1 वर्ष जति चाहिँ बिरामी भएर विशेष कारणले अलिकति गर्न पाइनँ मैले। के हुन्छ भने नि साथीहरू, यो धेरै मेहनत गर्नुपर्छ क्या, धेरै मेहनत गर्नुपर्छ। अनि म पनि सिक्छु नै, यो सिकेर कुनै पनि सिक्छु भन्ने